नमस्ते दर्शकवृन्द आज चाहिँ हामी यो अहिले लकडाउनको समयमा अनि नेपालमा एकदम चर्चितमा आएको काभ्रेमा भएको यो तीनधारे भन्ने झरनामा चाहिँ अनि हामीहरू घुम्न जाँदैछौँ। अहिले चाहिँ बिहानको 5 बजेको समय हो। म चाहिँ अहिले तिनचुली चौकमा चाहिँ अनि हाम्रो एउटा स्कर्पियो गाडीमा जानेछु अनि त्यो गाडीलाई चाहिँ पर्खेर बसेछु र अनि मेरो साथीहरू पनि पछाडिबाट आउँदै नै छ। अहिले चाहिँ हामी यहाँ माथि बनेपामा पुग्यो। अहिले हाम्रो गाडीमा चाहिँ यहाँ टायरमा चाहिँ हावाहरू हाल्ने र अनि केही समस्या छ कि छैन त्यो चेक गर्नको लागि चाहिँ अहिले ग्यारेजमा पर्खेर बसिरहेछु। हामीले बिहानको नास्ता चाहिँ धुलीखेलको सम्पूर्ण पूर्वेली भन्ने होटलमा खाए। अब अहिले हामी यहाँ माथि डाँडामा पुग्यो। बाटो चाहिँ एकदम डेन्जर रहेछ पानी परेर। यो ठाउँ एकदम गाह्रो रहेछ। अब भारी भाइ यो ठाउँको नाम के हो? यो ठाउँको नाम पुरानो गाउँ। पुरानो के? पुरानो गाउँ। पुरानो गाउँ दाइ। अनि आजको हाम्रो यो टुर कस्तो हुँदै रहेछ? मौसमले अलिकति दगदी जस्तो लाग्यो, नत्र भने त ठिक छ एकदमै। है बाटो चाहिँ बाटो हाम्रो दर्शकको लागि अब यो बाटो चाहिँ के सल्लाह दिनुहोस् न, केमा अगाडि ठिक हुँदै रहेछ के हुने? नेक्स्टमा चाहिँ अब जो मान्छे पनि यहाँ आउने चाहिनेहरू सबैले यस्तो खालको गाडी, यो गाडी लेख्छ देखाइदिनुहोस् है। यो स्कर्पियो यस्तो खालको गाडीमा आउनुभयो भने राम्रो हुनेछ। बाइक जस्तो बस जस्तोमा एकदम रिस्क छ। यो रिस्कमा चाहिँ अलिकति गाह्रो होला है पानी पर्ने बाहिर। हामी आज यहाँसम्म आयौँ। यहाँको ठाउँको नाम के भन्दाखेरि के भन्नु मैले पनि बिर्सेँ। चन्द्र डाँडा के भन्नुभयो। हामी यहाँबाट अब पैदल हिँड्दैछौँ है। अब 1.5 घन्टा छ टाइम। के अरे यो 1.5 घन्टाभित्र पुग्छ भन्छ है। बाटोको हालत भने एकदम खराब नै छ। एकदम धन्यवाद है तपाईँलाई। उहाँले चाहिँ हामीलाई यहाँ पानी परेको बेला 2टा छाता चलाउनु भयो। अब चाहिँ हाम्रो यहाँबाट चाहिँ पैदलको हाइकिङ यहीँबाट नै स्टार्ट हुन्छ। था दे लुङबाट कि मक्पा त्यो थुप्सा मारेको। हजुर झर्ना पुग्नु भएको? झर्ना पुगेर आउनु भएको? बाटो कस्तो रहेछ? हजुर केमा आउनुभयो? हामी त मुनि स्कर्पियो राखेछ गुरु। खोइ मानेन, एकदम गाह्रो छ अरे। एकदम खराब छ है दाइ। बाटो एकदम खराब छ। हिजो घुम्न आउने भनेर स्कुटर निकाल्यो, काठमाडौँ पुग्दाखेरि थप्रो भइसकेको छ। स्कुटर बाइकमा त गाह्रो रहेछ। हजुर यस्तो भयो। हिजो आउनुभयो पानी परेको थिएन। हजुर हिजो राति हामी यहीँ बस्यौँ। हजुर हजुर। अनि तपाईँको पानी परिसकेपछि बाटो अत्याधिक मात्रामा चिप्लो भयो। हस् त धन्यवाद। हिजो आउनुभएको थियो। बाटो गाह्रो नै रहेछ है। बाटो चाहिँ एकदम खतम रहेछ। कतै तपाईँहरू आउनु भयो भने चाहिँ गाडी लिएर आउनु है। बाइकमा चाहिँ धेरै गाह्रो हुने रहेछ यो बर्खामा चाहिँ। हजुर। अनि बहिनी कस्तो भइरहेछ? रमाइलो। पानीले चाहिँ हिलोमा चाहिँ एकदम गाह्रो है। ल ल यहाँ यात्रा कस्तो हुँदै रहेछ? राम्रो छ, राम्रो रमाइलो है। यहाँ कुहिरेसँग कुरा गर्दा नेपाल कन्ट्री त दाइ। हेर्नुहोस् दर्शकवृन्द, यहाँ तपाईँहरूले अहिले देख्नु भइरहेको छ यो चाहिँ हाम्रो यो सिङका काठहरूको टुक्रा त्यस्तो जस्तै देखिन्छ टाढाबाट हेऱ्यो भने, तर यो वास्तविकमा त्यस्तो होइन रहेछ। यो सबै चाहिँ अर्थबम घरेउडा भन्छन् हामीले, त्यही रहेछ। हेर्नुहोस् बाटोभरि त्यस्तै नै
नबुझाएको छ उहाँले चिन्नुहुन्छ बुझ्दैन ब्रो कस्तो हुँदैछ बिन्दास दामी घरमा आएको छ एकदम चिसो छ है होस्छु पनि अब हराउँदै गयो है हजुर एकदम होस्छु तपाईँले युट्युबमा हाल्नुहुन्छ हजुर च्यानलको नाम के हो च्यानल फुटेन हो ल त्यसले आज म सब्सक्राइब गर्छु होइन लाइक गर्छु है त हस् त फेरि हुस्छु लाग्यो यार तेरो भिडियो हाल्नु मैले मामा आउँदैछ है भन्छ बिस्कुट खाने हो त नखाने खाऊ न दामी हुन्छ होइन एकदम खाइरहेको फाइनली हामी झर्नाको छेउमा पुग्न आँट्यो तर यहाँ चाहिँ हिँड्दाखेरि हल्का होस पुऱ्याउनु पर्ने रहेछ वरिपरि दाहिने बाहिने दुइटैपट्टि भिरै भिर अलिक मिस्टेक भएपछि गयो ओहो घुम्नु भइसक्यो हस् त कस्तो लाग्यो भाइ धेरै दामी यो ल्यान्डस्केप चाहिँ है अलिकति धेरै बेग्लै छ रमाइलो एकदम धेरै रमाइलो हामी बिहान 5 बजेको समयमा काठमाडौँदेखि हिँडेको थियो बिचमा नास्ता सास्ता खाएर पनि झर्नाको छेउमा चाहिँ 12 बजेर 30 मिनटमा पुगे आज चाहिँ हाम्रो यो तिनधारे झरनामा हजुर जाँदैछु बाटोमा एकदम गाह्रो भयो पानी पनि पऱ्यो पुरा हुस्सु लगाएर अब आज चाहिँ खासै त्यस्तो भ्यूहरू लिनु पाउँदैन जस्तो सोचेको थियो है हजुर तर अहिले फेरि पुरा त्यो हुस्सुहरू पुरा हटिँदैछ एकदम दामी रहेछ ठाउँ चाहिँ पक्कै पनि तपाईँहरू पनि यहाँ एकचोटि चाहिँ आउनु होला दामी
अब अहिले चाहिँ म फर्किँदैछु अघि हामी यहाँ 12:30 मा चाहिँ अनि यहाँ झर्नाको छेउमा पुग्यो त्यहाँदेखि पानी खेल्यो अब अहिले सायद 2 बजी होला 2:30 3 त्यस्तै हुनुपर्छ त्यति जेनसम्म चाहिँ 2-3 घन्टा चाहिँ मजाले पानी खेल्यो एकदम रमाइलो त्यस्तो भयो अब चाहिँ फर्किँदैछु मुनि खाना पनि खानुपर्ने फेरि त्यहाँदेखि हिँडाइ पनि धेरै छ हस् त अब देखाउँदै गर्छु फेरि फर्किँदाखेरिको भ्यूहरू आजको यात्रा कस्तो भयो त आजको यात्रा एकदमै राम्रो भयो हामी बिहान चाहिँ मौसमले साथ मान्दिने हो कि भने अनि त्यहाँ चाहिँ दिउँसोको 12:30 या 12 को त्यस्तो बिचमा पुग्नुहुन्छ अनि तपाईहरु 2-3 घण्टा मजाले पानी खेल्नुस् अनि खाना पनि मजाले खाएर अनि फर्किँदाखेरि पनि बेलुका 6-7 बजे काठमाडौँमा आरामले पुग्नुहुन्छ यो चाहिँ बेस्ट टाइमिङ रहेछ तपाईहरुको लागि अनि तपाई अब 8-9 त्यस्तो बजे यहाँबाट हिँड्यो भने अनि तपाई बेलुका त्यहाँ पनि त्यति बस्नु पाउँदैन अनि बेलुका यता आउँदाखेरि पनि एकदम रात पर्नुहुन्छ यो चाहिँ एकदम टाइमिङको ख्याल राख्नुपर्ने कुरा विशेष नै हो अनि अरु खासै त्यही नै हो अनि यदि तपाईहरुले मेरो यो भिडियोस मन पराउनु भयो भने चाहिँ अनि प्लिज मेरो यो च्यानलमा चाहिँ सब्स्क्राइब गर्नु नबिर्सिनु होला धन्यवाद।